ठिकै छ बाबु ठिकै छ। कहाँसम्म हिँड्यौ त? यहाँ तपाईँलाई भेटौँ मन लागेको। ए हो र? हजुर केही काम थियो कि? विशेषै काम थियो। ल भन बाबु के काम थियो तिम्रो? तपाईँ कहाँ भैँसी बिहा अरे? बिहा छ बाबु बिहा छ। के कस्तो देखा? ए बाबु हाम्रो भैँसीको त कुरै नगर। यो संसारमै नभएको उल्का अचम्मै छ हाम्रा हेर। नभएको ठट्टा गर्नुहुन्छ दाजुले पनि। हेर भैँसीले भन्छौ भने ड्याम्मै थनाउ 2 महिना दुध दिन्छ। हेर एक पासी दुध कहीँ जान्न। हजुर फेरि दुध मात्र दिने हो र? ए आमा हाम्रो भैँसीले त हेर 4 थनले 4 थरी चिज दिन्छ। हेर बिचम्मै भएछ त। साँच्चै हो? साँच्चै सुन्छौ के भयो? भन्नुहोस् न। एउटा थनबाट दुध मात्रै झर्छ हेर बाबु। हजुर अर्को थनबाट घिउ झर्छ। त्यो मै पारमला भन्न परेन त्यति गुनी। हेर अर्कोबाट सिधै दही झर्छ। हेर उल्का बिचम्मै भएछ नि तपाईँको घर। ए कुरै नगर बाबु। यस्तो भैँसी तिमीले कतै देखेका छौ? कहाँ देखिने? बल्लै सुने मैले यस्तो कुरा त। अब ल सुन, यस्तो भैँसी संसारमा कोही छैन मेरो आमा। हेर होला गफ गर्नु हो क्या? म त के को गफ हुन्छ र बाबु? यस्तो पनि गफ हुन्छ र? ल तिम्रा यस्तो छ? हाम्रो अलि छैन यस्तो त। छैन। अब हाम्रो भैँसी त बाबु हेर उल्का अचम्मैको छ। हेर बिचम्मै भएको रहेछ। बिचम्मै हाम्रा त हेर बाबु दुध पनि त्यस्तै दिने। अब दुध दुहेर मै पार्न नपर्ने। हेर दही जमाउन पनि नपर्ने। ओहो हाम्रो भैँसी त हेर बाबु खासा नम्बर 1 कहीँ भएको छ। त्यस्तो भए मलाई दिनु नि त। हुँदैन नि बाबु हुँदैन। त्यस्तो त हुँदैन। पैसा राखेरै लाने हो। हुँदैन बाबु हुँदैन हुँदैन हुँदैन। हाम्रो भैँसीलाई त 2 लाख कति त कुरोकानी हुँदैन बाबु। 2 लाख त अलि धेरै भन्नुभयो त। हुँदैन बाबु कुरै नगरौँ बाबु। यस्तो भैँसी त अब कहाँ पाइन्छ र? खोजेर पाइन्न हेर बाबु।